हिमाली जिल्लाको मुगु जिल्लामा अवस्थित मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर 2मा पर्ने मुगु गाउँ चिसोको कारणले सुनसान बनेको छ। अत्याधिक जाडो र हावासँगै चिसोको स्तर हदभन्दा बढी बढ्दा यहाँका 120 घर परिवारका मानिसहरू गाउँ छोडेर पलायन भएका छन्। समुद्री सतहदेखि करिब 3300 मिटर उचाइमा रहेको मुगु गाउँमा हरेक वर्षको मङ्सिर महिनामा चिसोको मात्रा अत्याधिक बढ्ने गर्छ। चिसोबाट बच्नका लागि यहाँका स्थानीयवासीहरू प्रत्येक वर्ष गाउँ छोड्ने गर्छन्। यस वर्ष पनि गाउँ छोड्ने परम्परा जारी राख्दै स्थानीयवासीहरू सिरानी चौर, पुलु र गमगढी जस्ता सुरक्षित स्थानमा सर्ने गरेका छन्। गाउँमा रहेका नाक्चे लाग्ना सीमा प्रहरी चौकी, स्वास्थ्य संस्था, शिक्षण संस्था र स्थानीय सरकारको वडा कार्यालयका कर्मचारीहरू पनि गाउँ छोडेर सुरक्षित स्थानमा सरेका छन्। चिसोका कारण गाउँका बारीहरूमा कुनै पनि अन्न उब्जनी समेत हुँदैनन्। यसै कारण गाउँमा हाल केवल 2 जना पुजारी र केही चौरी मालिकहरू मात्र बसिरहेका छन्। चैत्र वैशाख महिनासम्म गाउँमा केवल कृषि काम र विकास निर्माणका कामहरू मात्रै हुने र यस समयमा अन्य गतिविधिहरू कम हुने स्थानीय टासी लामाले जानकारी दिए। हिजोआज गाउँतिर त कोही पनि छैन, सबै सञ्चान छ र विकासको कामहरू पनि हाम्रो चाहिँ अहिले ठप्पै बन्द भएको छ। मान्छे पनि कोही हुँदैन र बन्द सबै पनि जाम परेको हुन्छ र त्यसपछि हाम्रो विकासको कामहरू पनि हामी जेठ असारमैबाट सुरु नै हुने होला छ अनि मान्छेहरू पनि जम्मा हुन्छ। मुगु गाउँमा रहेका अधिकांश परिवारहरू गर्मी मौसममा मात्र गाउँमा बस्ने गर्छन्। जाडो मौसममा तापक्रम अत्याधिक तल जाने हुँदा स्थानीयवासीहरूको जीवनयापन कठिन बन्दै जान्छ। त्यसैले उनीहरू प्रत्येक वर्ष चिसोको सामना नगर्ने उद्देश्यले अन्य स्थानमा सर्ने गरेका छन्। यस वर्ष पनि मुगु गाउँको सन्दर्भमा स्थानीय प्रहरी चौकी, स्वास्थ्य कर्मी र शिक्षकहरूले गाउँ छोडेर सिरानी चौर र अन्य स्थानमा सरेका छन्। चौरीहरूको रेखदेखका लागि यहाँका केही चौरी मालिकहरू पाटनतिर गएका छन्। मुगु गाउँका वडा अध्यक्ष च्यावा लामाले केही घर परिवार र केही चौरी मालिकहरू मात्र रहेकाले गाउँ सुनसान बनेको बताए। सामान्य प्रक्रिया अन्तर्गत नै चिसोका कारण यहाँका अधिकांश नागरिक सुरक्षित स्थानमा सरेको पनि उनले बताए। अब हिउँद महिनामा अब कस्तो छ भने तलतिरै बस्ने चलन छ। यो चिसोले चिसो भरेर तलतिरै चलन जिल्लादेखि तल सिरनचौरदेखि पहिलादेखि यहाँबाट सिरनचौर, सिरनचौरबाट जिल्ला, जिल्लाबाट जुम्ला, जुम्ला काठमाडौँ, त्यस्तै इन्डिया कोही त्यस्तै गरेर तलतिर बस्ने छन् चिसो कारणले गर्दै। अब हुन्छ अब कार्तिक मुसी पुस माघ फागुनसम्म 5 महिनासम्म यो गाउँ संसार नै हुन्छ। 4 महिनाभित्र अनि गाउँ फर्किन्छ। विद्यालय चाहिँ के छ भने पहिला त हाम्रो यहाँ चाहिँ हिउँ महिनामा बिदा नै हुन्थ्यो। अब अहिले चाहिँ के छ भने तकाउ भन्ने ठाउँमा उनीहरू चाहिँ हिउँदा चाहिँ उनीहरूले के छ भने त्यहाँ स्कुल खोल्ने चाहिँ हिउँदा नै खोल्छ। किनभने त्यही बनाएको छ, स्कुल बनाएको छ। पछिल्लो समय मानिसहरू सहर झरेको र केही विपन्न परिवारहरू मात्र गाउँमा बस्ने गरेको स्थानीय आङदाङ कामीले बताए। यहाँ त कोही पनि बस्दैन। हामी नजिक 1 घन्टा त्यति बाटो हामी गरिब तल काठमाडौँ जानु सक्दैन, जुम्ला जानु सक्दैन, गुमगरी जानु सक्दैन, कहाँ टाढा जानु सक्दैन। हामी 1 घन्टाको बाटो गरिब आँखा नदेख्ने ध्यान नभएको सिक्किममा बस्छ। पहिला हुनु त 360 घर हो, 360 घर हो। आज भोलि त 100 पनि छैन। सबै तेलतिर जुम्लातिर गर्छिन, काठमाडौँ गरिब यहाँ बसेछ। खानु लाउनु नामको हिँड्नु नसक्ने मान्छे यहाँ गरिब दालदाहरू बसेछ। हिउँ त कोही हुँदैन यहाँ कोही पनि हुँदैन। पुजारी आउँछ, बिहान आउँछ अनि दिउँसै फिर्ता जान्छ। कोही पनि घर खाली छ, कोही तेलतिर जान्छ। यहाँ चिसो बस्नु पनि सक्दैन, कोही पनि छैन। यहाँ चिसो डरै छ। हिउँ परे पनि त बाहिर निसाउनु पनि सक्दैन।